बालेन्द्र शाहले किन चौथो वरियताको मान्छेलाई चाहिँ प्रधान न्यायाधीशमा नियुक्ति गरे त भन्ने कुरा बुझ्नलाई अब हिजोको चाहिँ एउटा कन्ट्रोभर्सियल किशोर श्रेष्ठको हेर्दा पनि पुग्छ जस्तो मलाई लाग्छ। देशको एउटा चौथो अङ्ग भन्दाखेरि चाहिँ देशै हल्लाएको छ, एउटा देशकै पहिलो अङ्ग जस्तो। अब कुन नेतालाई माथि लाने हो, कुन चाहिँ अब नेतालाई तल गिराउने हो, कसरी गर्ने हो, नेपाललाई चाहिँ कहाँ पुर्याउने हो भन्ने कुरा चाहिँ नेपालको पत्रकारको हातमा छ। अहिलेको विश्वको पत्रकारहरू भनेको पहिलाको चाहिँ हिटलर जस्तो देखिन्छ। त्यो भएर पत्रकारहरूले सत्य तथ्य चाहिँ लेख्दै गर्दाखेरि मान्छेको चाहिँ एकदम के कुराले असर गर्छ, के कुराले चाहिँ राम्रो गर्छ भन्ने कुरा नि निहाल्नुपर्ने देखिन्छ। कतिपय कुराको जिन्दगी नै बर्बाद भएको हुन्छ सामान्य कुरा नलेख्दा पनि हुने कुरा लेख्दाखेरि। तर त्यसो भन्दै गर्दा सत्य लुकाउनुपर्छ भन्ने होइन, तर कहिले कहिले सत्यले मान्छेलाई चाहिँ कहाँ पुर्याउँछ भन्ने कुरा चाहिँ किशोर श्रेष्ठले चाहिँ छापेका चाहिँ पत्र पत्रिका वा चाहिँ अरू चाहिँ पत्रकारहरूले चाहिँ छापेका न्युजहरूले मान्छेको जीवन तहस नहस भएको पनि देखिन्छ। तर यसो होइन कि तहस नहस मात्रै भएको छ। एउटा युट्युबरहरूले, एउटा पत्रकारहरूले चाहिँ भाइरल गरिदिएका कतिपय व्यक्तिहरूको चाहिँ जिन्दगी चाहिँ रोडदेखि महलसम्म पनि पुगेको छ। त्यो भएर त्यसले गर्दाखेरि चाहिँ मान्छेमा एउटा अलि नैराश्यता भएको हो कि जस्तो देखिन्छ।